हेलो साथीहरू, गुड आफ्टरनुन। के छ तपाईँको खबर? आज चाहिँ म छु हाम्रो ई कमर्स प्लेटफर्मको स्पोर्ट्स मेन है, हाम्रो भाइ मनिष पन्त, उपाध्याय बाहुन, नेपाल गोर्खा जिल्लाको भाइ है। र भाइसँग चाहिँ म आज के कुरा गर्नु खोजिरहेको छु भने यो पब्जी भन्ने जुन चाहिँ एउटा गेम छ, अनलाइन गेम, अनि यो पब्जीले चाहिँ धेरैजनाको दिमागहरू खराब गरेको कुराहरू म सुन्छु है। अनि धेरैजनाको नानीहरू बिग्रेको है, स्कुल एक्जामहरू बिग्रेको, पढ्नुमा मन नलाग्ने, अनि कतिजनाको हस्बेन्ड वाइफमा पनि धेरै मिसअन्डरस्ट्यान्डिङहरू है। अनि धेरैजना आजको यङ जति जेनेरेसन छ, विशेष गरी नेपाल, इन्डिया अनि विभिन्न देशहरूमा, अनि त्यो नानीहरू चाहिँ आज पब्जीको लतमा लागेर आफ्नो पढाइहरूलाई बिगारिराखेको कुराहरू। तर यहाँ भाइले जुन चाहिँ यो पब्जीको टी सर्ट लगाएको मैले देखेँ, अनि यो होरा स्पोर्ट्स भन्ने जुन चाहिँ नेपालको मैले यो जुन चाहिँ स्पोर्ट्सको एउटा जर्सी मैले देख्दैछु भाइको, अनि यहाँनिर रेड बुलले पनि यहाँनिर के गरिरहेको छ, यहाँनिर एडभर्टाइज गरिरहेको छ, स्पोन्सरसिप। अनि वर्ल्ड लिङ्क कम्पनीले पनि स्पोन्सरसिप गरिरहेको छ। र मैले सुन्दाखेरि चाहिँ पब्जीको बारेमा आजसम्म सुन्दा चाहिँ मैले नकारात्मक कुराहरू सुने, र त्यसैले भाइसँग, भाइ चाहिँ एकदमै पब्जीको एउटा प्लेयरै रहेछ, अनि भाइले चाहिँ यो होरा स्पोर्ट्स भन्नेको एकदम ठुलो फ्यान भएकोले गर्दा यो बिहानदेखि बेलुकैसम्म भाइले यो टी सर्ट नछोड्नेले गर्दा चाहिँ मैले आज भाइसँग केही कुराहरू गर्न चाहेँ। र भाइ, छोटकरीमा भन्नुपर्दा पब्जी चाहिँ वास्तविकमा चाहिँ के हो अलिक भन्नु? यो पब्जी एउटा अनलाइन गेम हो दाइ होइन। अनि यो चाहिँ तपाईँलाई त्यो फोनमा खेलिने जस्तै भिडियो गेम टाइपको, तर भिडियो गेम भन्दा हल्का अलग टाइपको अनलाइन गेम भनौँ न। तर भाइ, अनलाइन गेम हो, मैले धेरैजनाले भिडियो गेमहरू खेलेको त म देख्छु, नानीहरूदेखि लिएर युवा वर्गहरूले। तर पब्जी चाहिँ यस्तो एउटा गेम रहेछ जुन गेम चाहिँ कतिजनाको मुखबाट मैले सुन्दा यो चाहिँ सेटानिक प्रकारको गेम हो। अनि यसले चाहिँ खेल्दै जाँदा, गहिरिँदै जाँदा चाहिँ दिमाग एकदमै, यसले चाहिँ मान्छेको दिमागलाई एकदमै ह्याङ गर्दै लाने, अनि पढ्नुमा मन नलाग्ने, आफ्नो एकअर्कामा घर परिवारमा पनि सम्बन्धहरू बिग्रिँदै जाने, नानीहरूले इक्जामहरू बिगार्ने, अनि कतिचोटि त घरमा झै झगडा हुने, किनभने पुरा रातभरि सुत्नु नदिने, बोलेको बोलेकै, खेल्दाखेरि पनि बोलेको, ए आन 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 दे 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 आन त्यो भन्नेहरू है। त्यस्तो हाम्रो साथीहरू पनि कतिजना खेलेको मैले देखेँ, अनि मेरो साथीहरूले पनि त्यस्तै गर्दाखेरि चाहिँ मलाई अचम्म लाग्ने गर्थ्यो। अनि मैले चाहिँ योलाई चाहिँ एकदमै नकारात्मकको हिसाबले नै लिएँ यो गेमलाई चाहिँ है। अनि नेपालमा मैले सुन्दाखेरि चाहिँ भाइ, जति सक्दो चाहिँ 59% नानीहरूले चाहिँ इक्जाम बिगार्यो, कारण पब्जीले गर्दा भन्छ कि भाइ। यस विषयमा चाहिँ भाइ के भन्नुहुन्छ? होइन, यस्तो हुन्छ तपाईँको के अरे जुन कुराको पनि एउटा राम्रो अर्को नराम्रो त भइहाल्छ होइन। अनि त्यसपछि पब्जी पनि यस्तो हुन्छ। अब जस्तै तपाईँले कुन तरिकाले खेल्नुहुन्छ भन्ने कुरा हुन्छ। जस्तै अलिकति हुन्छ नि राम्रो गर्ने तरिकाले, अब टाइम टेबल मिलाएर भनौँ न, दिनको यति घन्टा गेम खेल्ने, यति घन्टा गऱ्यो भने अब त्यो भनेको राम्रै हो। जस्तै अब मैले यो जर्सी लगाइरहेको छु, यसको यसको प्लेयरहरूले चाहिँ तपाईँको भनौँ न एज अ कन्ट्याक्ट एउटा हुन्छ नि, एउटा कर्मचारीकै रूपमा उनीहरूले चाहिँ अब एउटा मजाले उनीहरूलाई सब कुराहरू, खाना बस्नदेखि लिएर सबै कुराहरू प्रोभाइड गरेको हुन्छ यो उसले। अनि त्यसपछि त्यो अब उनीहरूको चाहिँ अब तपाईँको टाइम टेबल हुन्छ सरकारी हस्। अनि त्यसपछि टाइम टेबल हुन्छ, टाइम टेबल मिलाएर खेल्यो भने अब यस्तो भन्ने हुँदैन। यही अब टिमहरूले नि कति नेपालको नामहरू चाहिँ अब हुन्छ नि विश्वमा चिनाइरहेको छ। अस्ति भर्खर पनि यही हो र स्पोर्टले तपाईँको के भन्छ वर्ल्डमा गएर हल्का उसलाई नेपाललाई चिनाएर आएको छ। अब त्यही नै हेर्नु, अब चिनी नि तपाईँको ज्यादा कुनै पनि अनलाइन गेमहरू यदि त्यसलाई एकदमै प्रोफेसनल प्रकारले गऱ्यो भने त त्यो सायद राम्रै होला, किनभने म त अनलाइन गेम खेल्दिनँ है भाइ। तर म चाहिँ के चाहन्छु भने, अस्ति नेपालले अमेरिकामा गएर या कुनै पनि देशमा गएर रनर भएर आयो होइन, र कति 4 करोड है कति पैसा पनि ल्यायो भनेको मैले सुन्दै थिएँ। र आज त्यो सुनेर चाहिँ धेरैजनाको नानीहरू, धेरैजनाको युवा वर्ग भाइ बहिनीहरू, जुन चाहिँ टिन एजेसको नानीहरूले चाहिँ कि चाहिँ लाइफ यसैमा पो छ कि, यसैमा पो फ्युचर छ कि भनेर सबैजना मोबाइलमा लागि परेको है। स्मार्ट मोबाइलहरू किनि माग्ने आफ्नो बाउ आमालाई है। आफ्नो बाउ आमाले भइ नभइकन स्मार्ट मोबाइलहरू किनिन्छ, तर स्मार्ट मोबाइल किनेपछि त्यसमा पब्जी नै खेल्नुको लागि मात्रै भनेर आमा बाउलाई स्मार्ट मोबाइल किनि माग्ने कुराहरू मैले सुन्दै थिएँ। तर पब्जीले नै केरियर बनिन्छ भन्ने पनि छैन होइन। अनि कतिजना अब टिमहरूले पब्जी खेलेर जित्यो होला, ल्यायो होला, तर उनीहरू प्रोफेसनल रूपमा खेल्यो होला होइन। अनि यदि तिनीहरू प्रोफेसनल, यदि कसैले खेल्छ भने चाहिँ त्यो प्रोफेसनल रूपमा नै खेलेर
जानु उचित छ या त त्यतिकै टाइम पास गरेर पनि यहाँबाट पैसा कमाउन सकिन्छ भाइ? यस्तो हुन्छ तपाईँको टाइम पास भनेको त अब त्यसमै तपाईँको आन्सर छ। टाइम पास भनेको तपाईँलाई टाइम मात्र कटाउने होइन। अनि त्यसपछि जस्तै अब म खेलाडी बन्छु भनेर लाग्नु भने चाहिँ तपाईँले त्यही अनुसारको मिलाएर गेमहरू पनि गर्नु पर्यो। अनि त्यसपछि खेलाडीहरूले चाहिँ उनीहरूले आफ्नो करियर सोचेर उनीहरूले गरेको छ। अनि त्यसपछि उनीहरूले चाहिँ त्यो गरे अनुसारको आफूले त्यो इन्कम पनि गरेको छ। तर फेरि यो भन्दैमा चाहिँ सबैले त्यो खेल्दैमा सबजना प्लेयर हुन्छ खतरा हुन्छ भन्ने चाहिँ हुँदैन। अब जस्तै आफूले हल्का ट्राई गर्ने हो, 1-2 वर्ष ट्राई गर्ने हो। अनि त्यसपछि भएन भने आफ्नो करियर चाहिँ यसमा करियर छ पनि भन्छु छैन पनि भन्छु। अब जस्तै भाइको बात काट्दै साँच्ची नै यो चाहिँ एउटा प्रोफेसनल रूपले एकचोटि ट्राई गर्नु चाहिँ नराम्रो होइन भन्दैछ भाइले है। उहाँ भाइ पनि पब्जीको एउटा प्लेयर भएकोले गर्दा, तर यसैमा नै केरियर बनिन्छ भनेर यसै नै खेदो गरेर हिँड्नु पनि यो एउटा उचित छैन। किनभने कतिजनाले यसमा आफ्नो केरियर बनाउन सक्छ भने सबैले यसमा केरियर बनाउन सक्दैन। किनभने यो आफ्नो आफ्नो एउटा क्षेत्रको आफ्नो आफ्नो एउटा लाइन हुन्छ है, जुन लाइन हुन्छ। अब हाम्रो पनि एउटा प्रोफेसनल, हामी अब होटल लाइनको एउटा सेफ लाइनबाट छौँ होइन, आफ्नो आफ्नो एउटा प्रोफेसन हुन्छ। तर म नेपालमा होस् चाहे इन्डियामा होस् चाहे जहाँ पनि होस्, म नानीहरूलाई यही अपिल गर्न चाहन्छु, तपाईँहरूले यो जुन चाहिँ टिन एजेसको समयलाई चाहिँ खेरो नफाल्नुहोस् है। आफ्नो पढाइमा ध्यान दिनुहोस्, आफ्नो स्किल सिक्ने कोसिस गर्नुहोस्। तर यो स्मार्टफोन लिएर पब्जीमा तपाईँले ध्यान नदिनुहोस्। किनभने पब्जीले पनि मैले देख्दाखेरि भाइ, म भाइलाई एउटा सवाल गर्नु मन लाग्यो। पब्जी जुन चाहिँ यो अहिले फेसबुकमा नानीहरूदेखि लिएर हरेकजना अहिले लागि परेको छ, अनि यो विकली च्यालेन्ज दिन्छ है फेसबुकले। त्यसरी नै के पब्जीले पनि यो च्यालेन्जहरू दिन्छ त भाइ? होइन, यस्तो च्यालेन्ज भन्ने हुँदैन। त्यो अब त्यहाँ चाहिँ तपाईँले फ्रीली खेल्ने हो। अनि त्यसपछि तपाईँले अब कुनसुकै ठाउँमा गएर गेमहरू देखायो भने भन्नुको मतलब कुनै टास्कहरू दिन्छ? हुँदैन हुँदैन, त्यस्तो टास्कहरू भन्ने हुँदैन। त्यसमा चाहिँ आफू अनलाइनमा छिर्ने हो, त्यसपछि खेल्ने हो। अनि खेल्दा खेल्दै अलिकति राम्रो खेल्यो भने ओनरहरूको अब नजर पर्छ, अनि उनीहरूले अफर गर्छ हो, त्यहाँबाट चाहिँ तपाईँको करियर स्टार्ट हुने हो। यस्तो टास्क भन्ने चाहिँ हुँदैन पब्जीमा चाहिँ। हुन्छ, त्यसो भए एकदमै धन्यवाद है, तपाईँहरू सबैजनाले यो भिडियो हेरिदिनु भयो। अनि म भाइलाई एउटा लास्टली, अब भाइ त अब हाम्रो जेनजी ग्रुपमा सायद नपर्ला के पर्ला, जेनजेमै पर्ला है, 27-28 सालको। अनि 13देखिको 27-28 सालसम्मको हाम्रो युवा नानीहरूलाई चाहिँ तपाईँले के अपिल गर्नुहुन्छ यो पब्जीको लिएर आफ्नो केरियरलाई नबिगार्ने, आफ्नो केरियरमा अगाडि बढ्ने, पढाइमा ध्यान दिने भनेर केही सल्लाह सुझाव तपाईँ दिनुहुन्छ भने तपाईँले चोटकरीमा सल्लाह सुझाव दिनुहोस्, हामी भिडियो बन्द गर्छौँ। होइन, यस्तो हुन्छ अब जस्तै आफ्नो 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 करियर त अब जस्तै मेन चाहिँ तपाईँको अब जस्तै हाम्रो एसियन कन्ट्रीमा भनौँ न, नेपाल इन्डियाहरूमा चाहिँ तपाईँको पढाइ भएन भने केही पनि हुँदैन। त्यही भएर म चाहिँ भन्छु तपाईँहरू पढ्नु चाहिँ पर्यो, तर तपाईँहरूले त्यो टिकटक सिकटक यताउति गर्नुभन्दा चाहिँ अलिकति पब्जीमा आफूले ट्रेनिङ गरेर तपाईँले आफूलाई सार्प गरेर देखाउन सक्नुभयो भने तपाईँहरूको करियर हुन्छ। म चाहिँ त्यही नै भन्छु। तर आफ्नो त्यो गोल्डन टाइम चाहिँ अब खेला फालेर चाहिँ पब्जीतिर लागेर चाहिँ हुँदैन। अब त्यो आफ्नो त्यो फेसबुकहरू चलाउने टाइमहरूमा चाहिँ तपाईँले पब्जी ट्रेनिङ गरेर अब आफूले देखाउन सक्नु करियर चाहिँ हुन्छ। त्यही हो। हुन्छ, यो छोटो बातचितको लागि एकदमै थ्याङ्क यू सो मच। र भाइ मनिषलाई थ्याङ्क यू सो मच है, यो सुनौलो कुराहरू आज तपाईँले हाम्रो भाइ बहिनीहरूलाई सुनाइदिनु भयो है, ताकि अगाडिको फ्युचरमा भाइ बहिनीको फ्युचर खराब नहोस् भनेर होइन। किनभने तपाईँ अहिले विदेशमा हुनुहुन्छ, विदेशमा बसेर पनि आफ्नो देशलाई माया गरिराख्नु भएको छ, त्यसै कारणले यो छोटो सुझावहरू तपाईँले दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। ल भ्युवर्स, तपाईँहरू सम्पूर्णलाई मेरो थ्याङ्क यू छ। यदि तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो, मन पर्यो भने चाहिँ अवश्य तपाईँले सेयर कमेन्ट गरिदिनु होला। र फेरि अर्कोचोटि अर्को भिडियो लिएर आउँदैछु। तबसम्मको लागि तपाईँहरूसँग बिदा चाहन्छु। बाई बाई।